नयाँले गर्छन् भन्ने कुरा चाहिँ हामीले विश्वास गर्यौँ रे ल, पुरानाले गरेनन् अब गर्दैनन् भन्ने कुरा चाहिँ हामीले बुझ्यौँ होइन। तर नयाँ पनि त एउटा विचारधारामा आउनु पर्यो त। अब जनताले चाहिँ कसलाई भोट हाल्ने के, त्यसो भए चुनाव आउँदैछ, जनताले कसलाई भोट हाल्ने त्यसो भए? मेरो मोबाइल राम्रो छैन क्या, राम्रो फोटै आउँदैन यार। नयाँ मोबाइल किन्नलाई अनि पैसा हुनु परेन, अनि कमाउनलाई चाहिँ अनि जागिर हुनु परेन। अब त होला क्यारे यत्रो जे आन्दोलन भएको छ देशमा, पुरा एकदम यस्तो परिवर्तन आउँछ भने पुरा एकदम होइन, पार्टीहरू खोलिरहेछन्, पुरा एकदम नयाँ नयाँ मान्छेहरू पुरा एकदम नेतृत्वमा आउने कुरा भइरहेछ पुरा एकदम। अब पुरानाले गरेनन् भनेर अब नयाँ चाहिँ हामी चाहिँ गर्छौँ भनेर आएको त अब त होला त क्या, अनि लाग्नु पऱ्यो त। मलाई त मजाक लाग्छ हौ यत्रो नयाँ गर्छ भने। अनि नयाँ गर्नको लागि ती नयाँ भने त सबै चाहिँ अनि ती विचारधारा एउटै भएका मान्छे भने होइनन्। भ्रष्टाचार मुक्त देश बनाउँछौँ, सुशासन समृद्धि बनाउँछौँ भनेर भने होइनन्। अनि तिनीहरू एक ठाउँमा आएर चाहिँ काम किन नसकेका छन्? कसैले अर्को पार्टी खोलेको छ, कसैले अर्को पार्टी खोलेको छ। त्यही त मैले अरू कुरा मैले बुझेँ क्या, सबै कुरा मलाई थाहा भयो। मैले भन्नु खोजेको के हो भने हामी नै जान्ने, हामी नै बुझ्ने, अब हामीले देश बनाउने हो भनेर चाहिँ जति पनि नेतृत्व गर्छौँ भनेर अगाडि आए नि, लागे त सबै तिनीहरूलाई हामीले विश्वास गऱ्यौँ क्या। तर यिनीहरू चाहिँ के हुनु पऱ्यो भने एकीकृत हुनु पऱ्यो, एउटै नयाँ, सबै पुरानो जस्तो अवस्था नभएर चाहिँ नयाँ जति छन् नि ती सबै एक ठाउँमा उभिएर जनतामा जानु पऱ्यो क्या, विश्वास दिलाउनु पऱ्यो।